ए ओजा आज कति गते हो? 24 गते। आज फागुनको 24 गते 2081 साल। धेरै दिनपछि यो कलेजवाला ग्याङ हामी फेरि पनि हाइक जाँदैछौँ छाप डाँडासम्म। ओजा, समीर, दारी, रसिक, द मास्टर। अनि यहाँ चाहिँ मलाई भर्खर एकछिन कलङ्कीमा हिँडाएँ। अब यसलाई मैले अहिले भर्खर ट्राफिकलाई सोध भनेको अहिले हेरेँ कहाँ हो भन्लाई we are currently at Kalanki and going after so long. हिँड्ने कार्य सुरु भइसकेको छ तर अब पसल चाहिँ छ कि छैन थाहा छैन। अनि कसैले पानी चाहिँ किने छैन नि, अब पानी नै छैन। दारी चाहिँ हाम्रो हुन नसकेको बोटानो के हुन्छ बोटो के हो बोटानोलोजिस्ट के हुन्छ बोटानिस्ट हो बोटानिस्ट हुन नसकेको बोटानिस्ट हो हाम्रो यो। जान्ने चाहिँ जानी हुन्छ फेरि। हामी चाहिँ अब यता जानिरहेछ हो। यस्तो मार्क राखिदिनु भएकोमा चाहिँ धन्यवाद है। ल हामी अब उक्ल्यौँ। पानी सानी किन्ने काम सकिएको छ, घाम लागिसकेको छ। अब स्यामेल चाहिँ ब्याग नभएको हुनाले हातमा पानी बोक्नु परेछ। हामी चाहिँ उयोबाट आएको भर्खर बाटै नभएको ठाउँबाट। अब हामी यता जान्छौँ सायदै स्केट। अब वेदर बोयहरू खै साइड के वेदर बोय यहाँ वेदर आजको कार्यक्रममा अलिकति बाधा आएको छ यहाँ हैन। अलि उकालो चढ्नु पर्ने छ। त्यही चढ्न आएन र सर लाएन मलाई हैन। हेरौँ अब ऊ त्यहाँ सर चढ्दै हुनुहुन्छ उहाँको पछि जाने हामी। ल लेट्स गो। म चाहिँ लोकल हो। यो किरा के रहेछ? झ्याउगिरी कराखेन त पाएन कि अब यो युकेको सर है। मेन भ्लगर यहाँ हुनुहुन्छ सुमन धिताल। यहाँ चाहिँ बाँदर नि छ, खड्काजीहरू सब छन् यहाँ। यो पछाडिको चाहिँ स्न्यापच्याटको हिरो हो। निकालौँ त सर। सायद यो ट्रेल चाहिँ कमै नै आएको छन् होला, किनकि यो ट्रेलै होइन। एकर्डिङ टु द बोइज खोलै खोला हो यो। जोस् मानव सभ्यताको आवाज माथिबाट आइरहेछ। त्यसैको आश्वासनमा हामी निरन्तर अघि बढिरहेछौँ। ल वाह यार यो बाटो आएको भर्खर बाँडीचुँडी भन्ने बाँडीचुँडी चाहिँ कोही नगर्ने। ल ल पाँचन यस्तो दुःख गरेर हिँडेको फोटो खिचिरहेको भिडियो हो। ल ल ल ल थ्याङ्क यू मलाई धुलो धुलो भइसक्यो। यो चाहिँ मैले भेटाएको निकाल्नु सक्दिनँ मैले। जङ्गली ओखर हामी खाँदैछु। यस्तो छ बाटो त्यही हो नि कता हिँडेको बाटै छैन। नसक्ने मात्र दियो यार मलाई। कति मुख छाड्यो भने आऊ समीर आऊ तिमी आऊ लटिदेऊ पहिला देऊ भने फेल्दैन यहाँ लडेपछि त फिनिस हो नि। तिनजना लड्नु आउँछ कि रसिक एक्लै आऊ झन् गाह्रो हुन्छ। दुईजना सबै खाँदा एक्लै खान्छु। सबै लडे त होइन। लटी फ्याल रसिक लड्नु भएन है। So this is the trail, the unexplored trail.
सो जाँदै गर्ने क्रममा हामी चाहिँ कहाँ जङ्गलको बिचमा छौँ थाहा छैन, बरु वी आर गोइङ। अनि सायद यो बाटो चाहिँ मान्छे त हिँड्छ नि, तर गाईबस्तु लाने बाटो छ। यहाँबाट सिधै चाहिँ हो माथि हामी जाने पोइन्ट होइन। केटाहरू चाहिँ उताबाट आउँदैछन्, उताबाट म चाहिँ बाटो चेक गर्न आएको थिएँ, आउँदैछन्। So I guess very less has been through this road. यहाँ चाहिँ अलिकति चिप्लो थियो, चिप्लिरहेको। We have Sandeep Oza at the front. यहाँ चाहिँ पहिरोले यस्तो भएको छ, केटाहरू आउँदैछन्। Come on. Come on, guys. Lego. Lego तारी Lego. कहाँ भिडियो कन्टेन्ट चाहिएन भने लेगो त्यसको मुहार चाहिँ मर्यो, त्यहाँ लडेर कहाँ मर्छ भने क्या त्यहाँ मध्येको एक्सट्रिम कन्डिसन नै मर्दैन न ल। ल कति सजिलोसँग आयो यस्तो यार, हिजो भर्खर धोको लुगायो, ठिकै छ। अब हिजो नआएको धोको कस्तो रिग्रेट गरे, बुङ्गुरले नि खन्नु नआएको बदल सजिलो त बाटो अनि कसरी लड्यो मैले देखाएपछि सजिलो भयो। लड्ने ठाउँ मैले नि त तिमीलाई देखाएको थिएँ नि, लडिहाल्यो। यो चाहिँ ओखर फरेर है, खास गरी यस्तो छ बाटो, ढुङ्गामा त के रहेछ रे, यस्तो बाटो छ। यो चाहिँ ओखर फरिरहेको छ। समयले मुख छाडेछ यसमा। हामी चाहिँ ओखर खोज्दै हेरे कसैले चाहिँ भेटा छैनन्, पन्छाउँदै खोजिराख्नु। लगभग हामीले 1 किलो जति जङ्गली ओखर भेटिसकेका छौँ। यही बाटोमा हामी जाने यतैबाट हो, यसै हो है। बनाइरहेको त यार, म चाहिँ ओखर नखोज्ने होइन क्या। कहिले पनि त्यसले समातेर तान्थेँ नि म, हुन्न ला यहाँ सपोर्ट छ है केही पाइनेछ भने। सेतो केबिन हाट अब किन्न सक्नु के त सक्यो, खुमै सक्नेले सक्दैन। उता त ओखर खोज्दै गर्न होइन, पछाडिको मान्छेलाई ज्यान मार्न खोज्ने मान्छे सफा गर्दै होइन। त्यो ढुङ्गा चिप्लाउनलाई स्मुथ बनाएको केटाहरू चाहिँ त्यहाँ तल ओखर खाँदैछन्, अनि म चाहिँ यहाँ माथि आइसकेँ। अनि यो चाहिँ भिर छ है यहाँ, म चाहिँ यताबाट चढेर आएको। यिनीहरू चाहिँ कताबाट आउँछन् अब। ओइ छिटो आउनु, छिटो सानो फेरि चाहिँ लड्दै आमा नि त काजल्ला हो यिनीहरू। काठमाडौँ है त्यो चाहिँ, हामी चाहिँ कहाँ हो थाहा हरायो नि, कसैले भेट्दैन यार हामीलाई त। फोन छँदैछ, ओखर छँदैछ, पानी छँदैछ, बाँच्यो ल।
Come on, Sam, come on, come on. Rasik. स्यामेको चप्पल भेट्यो। एउटा चाहिँ हुर्राउँदै आइरहेको छ। स्पाइडरम्यान ल लास्ट इज अनिल सिमखडा। दारी छिलिबिली हुन्छ त ढुङ्गाको अन्त यो हरियो दारी थिलिबिली हुन्छ त ढुङ्गाको। कमान्डोको ट्रेनिङ नि यतिको हुन्न भने फेक रहेछ अरे ल अगाडिको बाटो। दिस वाज वान अफ द मोस्ट एक्सट्रिम रोड। सो गाइजहरू आइरहन्। दुईजना चाहिँ उताबाट गयो। अब यतै हो। यस यस Raja, you can do it. Risky. पछि यो भिडियो हेर्दा पौलाउँछ। खै त छैन त यो त कन्टिन्यू हो क्या हैन कन्टिन्यू ल रसिक निग्रो बसौँ भने पनि छैन हे राम रसिक त्यो ओइ ल रसिक चाहिँ अनिलले ल्याएको कोदोको रोटी सखर हालेको वाला मिठो बाँचेर खाइरहेछन् मान्छेहरू। हाम्रो अवस्था चाहिँ यस्तो छ नाजुक। जुत्ता छैन चप्पल जाने साथी कम हुन्थ्यो। साधनसँग एक्लै बस्नुपर्छ। दिमाग खान्थ्यो होला साधनले। सो इट्स 2:30 राइट नाउ। अनि सायद 11 बजेदेखि हिँड्न सुरु गरेको थियो होला। 1 घन्टा 1.5 घन्टामा पुग्छ भन्थे। 2:30 भइसक्यो। एन्ड आई थिङ्क वी आर अलमोस्ट देयर। अब 10-15 मिनट तर बाटै छैन कि कहाँ आयो हामी के तत। सो दिस रोड इज नट रिकमेन्डेड। सायद कोही आउँदैन पनि होला क्या बाटो। अझै पनि हामी पुग्न चाहिँ पुगेको छैनौँ। केटाहरू आउँदैछन् है। म चाहिँ अगाडि बाटो खोज्दै हिँडेको। सायद अब यताबाट जाने हो। पुग्न लाग्यो हामी अब। कम अन गाइज कम अन। लेट गो रसिक लेट गो। सो फाइनली अलिकति उयो बाटो जस्तो भेटिसकेको छौँ हामीले। हामी अब हराएका छैनौँ। नो मोर वी आर नो मोर लस्ट। कम अन गाइज। बाटो भेट्यो क्या गोरेटो। कमान गाइस कमान। गोरेटो बाटो हो तर सुमनले भेटेर कालेटो भयो। आमा नि त ट्रम्पलाई पठाइदिउँ क्या यार। लास्ट हो यार यता। अनिल कहाँ छस्? कसैको आज अन्तिम हाइक हुन सक्थ्यो। योभन्दा बेस्ट ट्रेल हुनै सक्दैन कि रसिक। कस्तो हाने यार। म मुख्न चाहनु रसिक भ्लग हो क्या। म मर्न लागेको मान्छेले भन्न पाइयो। पाएँ फाइनली पुग्न लागेको अवस्था। फाइनली यस्तै हुन्छ क्या। खुसी बस स्टप भएपछि यस्तै हुन्छ। कस्तो शीतल हावा लाग्यो।
के शीतल छैन हेर भन्दा आफै शीतल भएको छ यही हो यता यता त्यो डाँडा हो कति अर्को डाँडा पो त्यतै कोरा हो थियो क्या सानो भिडियो हामी राम्रो हाल्छ नि ओकर चाहिँ इनफ हेर कति चल इनफ झारेको हेर्छु अनि मैले झारेको भिडियो खिच्छु के अब अर्कोमा खान्छ त नै बाटोभरि अदुवा हाम्रो ओजा पदुवा फोनै बिग्रियो यार ल मिठो छ अब चाहिँ हामी खाजा चाहिँ खाएर फाइनली अन अ गुड रोड वे गोइङ रसिक सो वी आर गोइङ है त्यस्तो बल डेस्टिनेसन चाहिँ रहन्छ तर बट वी मेड अ लट अफ स्टोरिज आई गेस अनि सबैको ब्यागमा टन्न ओक्कर पनि छ सो या वी आर रिटर्निङ होम नाउ बाई अनदर रोड यति राम्रो बाटो रहेछ यो डाँडा हामी कस्तो आइयो भने नि कस्तो चिसो भयो अब त्यहाँ त जाडो जाडो भएर ल ओके चुलो छ रहेछ त्यहाँ केटा यस्तो बाटो त है यस्तो बाटो हिँड्न अल्छी लाग्यो अरे कोल्तीमा हात हालेर हिँड्दै ल हामी चाहिँ फर्किँदैछौँ यता चाहिँ यस्तो ढुङ्गा छापेको बाटो रहेछ हाम्रो रङ टर्न भएको पोइन्ट रहेछ हामी चाहिँ सिधै गयौँ राम्रो बाटोको लागि जानुपर्ने यता रहेछ अनि हामी चाहिँ यसरी उक्लेको यसरी यसरी उक्लेको सो वे हेडिङ ब्याक लगभग गाडी चढ्ने ठाउँमा आइसक्यो अनि यहाँ हामीलाई नो रिग्रेट अल आर सेफ अनि ओखर पनि इनफ पाइयो अनि वी हेभ मेमोरिज टु सेयर सो या अब यहाँ हामी गाडी चढेर जान्छौँ आई थिङ्क अहिले इन दिस ब्लग हियर ओ केटा खोइ त अन्तिम शब्दहरू राख् त के छ तेरो जय नेपाल होइन राम्रो छ भन्न के भन्ने होला थकेलाई म दारी म चाहिँ मेरो साथी मरेन त्यति भन्न चाहन्छु धन्न म पनि मरिन त्यति नै भन्न चाहन्छु ओभरअल हाइकलाई एक्सप्लेन गर्नुपर्दा के छ समरीमा झन्डै टोरी कुन चाहिँ हाइकिङ रुट भन्नु पऱ्यो नि त्यो त पहिला रमाइलो त रमाइलो भयो त्यो अब अनफर्गेटेबल जस्तो ए समीर के भनिदेऊ के भनिदेऊ समरी रसिक यो ठिक छ नि होइन रमाइलो भयो झन्डै भयो नि That's Kathmandu. It was a good day. Thank you. मलाई ट्यालेन्ट हो नि एकछिन है यहाँबाट अलिक अप्ठ्यारो छ कहाँ कहाँ होला मै मात्रै आएर भगे म सुरुमै